अलिक फ्लुन्ट फ्ल बोला तूने? ओहो जर्नी त हेर्दा हेर्दै टन्नै लामो भइसकेछ है त। अनि यो चाहिँ मेरो 29 है त। नियरली 1 महिना, एक दिनले 1 महिना कम छ। तर मेरो 1 महिना क्रस भइसकेछ अब मैले स्टार्ट गरेको डेटले त। तर 2-3 दिन बिचमा त्यस्तै भएर चाहिँ भिडियो आएन, त्यही भएर चाहिँ यो आज बल्ल 29 पुगेछ। अनि के छ एप्री सबै ठिकै हुनु होला होइन। अनि त्यही हो डेली मेरो चाहिँ नयाँ कन्टेन्ट केही नहो नि रेगुलर। म चाहिँ अरूलाई भन्दा नि म आफैलाई इम्प्रुभ गर्नलाई गराइरहेको। त्यही भएर अरूलाई इम्प्रुभ भएको देखाउन भन्दा नि म आफूलाई इम्प्रुभ गर्न खोजिरहेको। सो त्यही हो आफ्नो बोल्ने कला र आफ्नो क्यामेरामा फोकस हुने कुरा चाहिँ म सिक्दैछु। अनि त्यही नै हो मेरो लागि प्लस पोइन्ट। अनि नयाँ के आओस् नआओस् त्यसको खासै मैले केही चासो देखाइनँ। दिएको भए त केही नयाँ केही आउँथ्यो नि त, केही नयाँ आएकै छैन। सो तपाईँले त्यसै नि बुझ्न सक्नुहुन्छ कि म अरू कसैलाई चासो देखाइन, सिर्फ आफूलाई। अनि बिस्तारै प्रोग्रेस हुन्छ तर भइरह। म पहिला यति पनि बोल्नै सक्थिनँ, अड्किरहन्थेँ। तर अचल चाहिँ अलिक फ्लुन्ट अड्के छैन भन्दा बित्तिकै अड्केँ क्या।